Hello and namaste guys, welcome back to new vlog. It's your boy Crash Test. फेरि पनि न्यू डे विथ न्यू भ्लगको साथमा हजुरमाझ हजुरकै दाइ, हजुरकै भाइ, हजुरकै मामा, हजुरकै भान्जा मिस्टर टेक्रास तपाईँहरूमाझ फेरि न्यू डे विथ न्यू लाइफ न्यू भ्लगको साथमा आइसकेको छु होइन। खासमा धेरै कुरा नगरिकन भ्लग अघि बढाउनु छु होइन। भन्नुपर्दा खासमा आज के अरे म चाहिँ अब कपाल काट्न जान आँटेको। अहिले चाहिँ मेरो कपाल यस्तो छ थिएँ अरे। म कपाल काटेपछि कस्तो हुँदा तपाईँहरूको लागि सरप्राइज छ गाइस। फुल भ्लग हेर्नु होला होइन गाइसहरु। कुन स्थानमा काट्छु के गर्छु त्यो चाहिँ तपाईँहरूको लागि सरप्राइज राखेको छु गाइसहरु। म तपाईँसँग ऐना हेर्दै कपाल मिलाएको मैले असँग गाइसहरु। त्यही हो म गाइसहरु अस्ति पनि मैले कलर लगाएको थिएँ गाइसहरु। अस्ति कलरले मलाई थप हानो होइन। मलाई हानौँ न म माथि ढोका गरेर के हानौँ न के हुन्छ नि अब यो हो म माथि हान्नु न अब स्क्याम भयो होइन गाइसहरु। अब आज म एकचोटि लास्ट एकचोटि ट्राई गर्छु। भयो भने हुन्छ, भएन भने लाउने यस्तो चाहिँ अब कलर सरर भन्छ नि होइन। अस्ति मलाई त्यस्तो स्क्याम हान्नु गएको थियो नि। एउटा कलर देखिन्छ पर्पल कलरको हेर्नु गएछ। पर्पल कलर एउटा देखिन्छ र एउटा देखिन्छ गाइसहरु भन्ने तल्किन्छ तल्किन्छ भन्छ। त्यो तल्किँदा एउटा तल्किएको छ। हेर्नुहोस् त राम्ररी हेर्नुहोस् यता तल्किएको सही छैन गाइसहरु भन्नुहोस् त तपाईँहरूले होइन। त्यो गाइस थाहा छैन। मैले त्यो पहिलो सुरु चाहिँ म तपाईँसँग दोकान जान्छु कपाल सपाल काट्छु कस्तो देखिन्छ थाहा छैन। अनि तपाईँसँगले भन्नु न उताउतै मेली किनेर आउँछु अनि तपाईँहरूसँग भेट्छु गाइस। उता बाटोमै पनि तपाईँहरूसँग के अरे यसो भनौँ न भिडियो बनायो भने तपाईँहरूसँग बाटोमा भेटौँ न नत्र टोकिनिसकेपछि यताउति भेट्छु गाइस। त्यही हो पछि अब लाग्नु पर्ने हुन्छ किन अहिले घरमा आएर मेहन्दी पनि लाउनु पर्ने हुन्छ नि त। तर गाइस मैले खोजेको मेहन्दी भेटिन्छ भेट्ने थाहा भेट्यो भने चाहिँ लगाइन्छ मेहन्दी होइन। भेटेन भने भोलि इटेरी जान्छु म। मैले किन उता एक्जाम छ नि इटेरीमा दसैँ उताउता इटेरीको इटारीमा गएर हेरेर आउँछु है। त्यही गाइस म यहाँ पट्टि निभाउँछु अनि त कसरी जान्छु भाइहरू। यो भ्लग चाहिँ तपाईँहरू हेर्नु राखेर के अरे यो चाहिँ भोलि आउँछ यो भ्लग चाहिँ होइन। तपाईँको त भोलि एक्जाम छ नि मेरो। एक्जामको भ्लग चाहिँ पर्सिको भनौँ न। अब तपाईँहरू आज एक्जामको दिन हेरेर जानुभएको छ नि एक्जामको भोलिपल्ट आउँछ भन्नु एक्जामको भ्लग चाहिँ गाइस। भोलि एक्जामको भ्लग पनि बनाउँछु हेर्नु होला सबजनाले होइन। कस्तो हुन्छ मेरो एक्जाम तपाईँहरूले सबैजना आशीर्वाद पनि लिइराख्नु होला भन्न चाहन्छु है त म गाइसहरु। सो जाँदैछु गाइसहरु टक्कसँगले भन्नु घरबाट ननिस्केको होइन। धेरै भएको थियो भने पनि 10-15 दिनै भइसकेको थियो। त्योभन्दा बेसी पनि भयो होला थाहा छैन गाइसहरु म होइन। अब यहाँ जाँदा साँच्ची कस्तो है ल गाइस बाँसबारी यो फिटनेस त यहाँ पो खोलेछ यार। ए जिमको भयो मलाई थाहा छैन गाइसहरु। यहाँ एउटा के हल बनाएको थियो होइन यो जिमको लागि पो भनेको रहेछ क्यार है। गाइस अब के हेर्नु फिटनेस गर्न त यहाँ अन्न पाए हुन्छ तर केही छैन तब सरले हुन्छ नि। यहाँ अब के अरे यो बन्ने रहेछ भने त के को लागि हुन्छ नि के को लागि बनायो भने चाहिँ यसको लागि पो बनाएको रहेछ। सो गाइसहरु यहाँ आएको त कपाल काट्नेहरू पनि कस्तो देखिन्छ काटिसकेपछि होइन थाहा छैन। लेट्स सी है। बिफोर यो अब आफ्टर गरी आउँछु म तपाईँलाई पछाडि ल। सो गाइसहरु कपाल काटे तपाईँसँगले होइन कस्तो देख्यो थाहा भएन कस्तो हेर्दै कस्तो देख्यो भने गाइस मैले के अरे कस्तो सुहाएन जस्तो लाग्यो। दाढी पनि काट्नु पऱ्यो अलिकति सुहाउँछ दाढी काटेपछि होइन। अब दाढी काटेको एक्स्ट्रा चार्ज लिन्छ गाइस त्यहाँ। त्यो दाढी काट्नमा गाइस दाढी काटेर 200 कि 250 लिन्छ दाढी काटिन्छ हो। अनि यत्रो धेरै पैसा खर्च गर्नुभन्दा नगरौँ भनेर नकाट्यो भने न कस्तो देख्यो तपाईँहरूले मलाई यसो कमेन्टमा भनिदिनु पर्यो लगाइछु टक्कसँगले। अब चाहिँ घर जाँदैछु घर गएर गाइस मेहन्दी पनि नकिनेको म त यार। सो घरमा आएको छु है। बाटोमा कुरा गर्दा मान्छे पछाडि यताउति थियो गाइस भनौँ न। अनि बाटोमा कुरा गर्ने मलाई कस्तो अर लागिरहेको हुन्छ नि मान्छेहरू यताउति हल्का मलाई कस्तो अप्ठ्यारो लागिरहेको भिडियो बनाउँदाखेरि गाइस त्यो है। कस्तो देख्यो त्यस्तो भनेर गाइस मलाई टक्कसँगले अब आयो मलाई चाहिँ राम्रो लागिरहेछ। तर हेर्नु तर कपाल चाहिँ मिलेर गएछ हल्का यो यस्तो बिटिएस स्टाइल पार्ने भने कस्तो छ गाइस यो स्टाइल चाहिँ यदि कस्तो छ भने यस्तो यो स्टाइल। तर अलिकति यो मेरो यो मिलेन गाइसहरु खै किन मिलेन गाइस त्यो सोच्नु सक्यो। यो मलाई यो बिटिएस तरिका राम्रो देख्यो कि होइन यस्तो तरिका राम्रो हुन्छ। प्लिज यो मलाई यसो गरे तपाईँहरूले कमेन्ट बक्समा भनिदिनु न ल। यसरी देखिन्छ कि त्यसरी अलिकति तरिकाले देखिन्छ यसो भन्नु पर्यो ल गाइसहरु। मलाई टक्कसँगले हुन्छ नि
अब्बुई यार गाइजहरू अब दाढी काटिहाल्नु बिर्सिएछु म त यार त्यो गाइजहरू अब यहाँ आएको पनि गाइज लास्टै प्रब्लम भएछ यार होइन घरमा यहाँ त यसो देखिनु नि त यसो रातो अलिअलि दिन्छ होइन अहिले म त्यहाँ बाहिर ऐनामा के अरे बाहिर त मान्छेले पुरै म त गजरी सम्झिन्छ जस्तो लाग्यो भनौँ न हुन्छ नि पुरै रातो देख्छ हुन्छ नि गाँजा गोटीहरू खाने हुन्छ नि त्यस्तै खालको देखिँदैछ म त अहिले के ऐनामा हेरेर त बाहिर यहीँ घरको ऐनामा झन् त्यस्तो त देखिँदैन अन्त यहाँ त्यस्तो देखिन्छ त देखिँदैन नि होइन तर उता बाहिर गयो भने पुरै म त छक्क पऱ्यो यार अब मान्छेहरूले म त कस्तो नराम्रो लागेको मान्छेहरूले हुन्छ नि गजरी सोध्छ जस्तो लाग्छ मलाई कस्तो पनि गाइस त्यही भएर आँखा पनि होइन के हुन्छ गाइस धेरै मोबाइल हेरेर के मोबाइल पनि त्यस्तो साह्रो हेरिँदैन गाइसहरू है मोबाइल हेर्दा एउटा आँखा मैले पहिल्यैदेखि जचाउनु पर्ने थियो गाइसहरू जचाएको छैन त्यही भएर एकचोटि अब कुनै दिन एउटा हस्पिटलतिर गएर ए त फ्री आँखा जाँच देख्छ नि त त्यो दोकानतिर होइन त्यहाँ यसो जाँच्नु पऱ्यो जस्तो पनि लागिरहेको छ हेरौँ कस्तो यो सहयोग यस्तै भन्नु तपाईँहरू मलाई कसरी सुहाउँछ यसो प्लिज कमेन्ट बक्समा बढाइदिनु होला गाइसहरू भन्न चाहन्छु है अब त्यही गाइस म चाहिँ अब दाढी पनि काट्नु पऱ्यो त्यो दाढी काट्नको लागि मेरो जिलेट कहाँ पो थियो यार जिलेट खोज्छु जिलेट भनेर उसले काट्नु पर्यो गाइसहरू म मेरो अर्को खालको पनि थियो कहाँ छ पाउनु ल ए यहाँ रहेछ यहीँ रहेछ ल यो हुन्छ नि यो छ होइन तर्स यसलाई यस्तो गरेर अब अस्ति यो ब्लेड हालेको छु यो यसले काट्नु कि यसले काट्यो भने गाइस हल्का हल्का सेप फिल हुने भने तर राम्ररी काट्छ त्यो जिलेटले भन्दा यसले त्यहाँदेखि जिलेट किने महँगो पर्छ है धेरै महँगो यो जिलेट भनेर त केही मात्रामा सस्तो पर्छ नि त त्यही भएर नि गाइसहरू सो म चाहिँ तकसँगले काट्न आँटेँ यहाँ ऐना हेर्दै होइन गाइसहरू तपाईँहरूलाई देखाउँ भने कसरी देखाउनु अप्ठ्यारो हुनेछ त्यसमा चाहिँ यो हल्का झर्छ नि यसमा चाहिँ के इटली रमना कलेजको यसमा राखेर काट्न आँटेको छु डिसरेस्पेक्ट गरेको मैले चाहिँ भन्न मिल्दैन गाइछु फेरि डिसरेस्पेक्ट गरेको होइन वी हेभ टु रेस्पेक्ट होइन यो फोन हाल्नु चाहिँ यो कलेजको काइन्डरमा गर्नु पऱ्यो नि होइन ए गाइसहरू यार तर्साले म तपाईँहरूसँग गाइस यो काटिसकेपछि नै भेट्छु ल तपाईँहरूलाई यस्तो के देखाउनु काटेको यताउति ल्यास्याङ फुस्याङ होइन मलाई देखाउनु मन लाग्दैन गाइस कस्तो मलाई दामी लागिरहेको छ मलाई यहाँ यो हेयर स्टाइल सब पछाडिबाट चाहिँ यस्तो छ गाइस ल मैले पनि पछाडिबाट कस्तो देख्यो त्यो हेरेको छुइनँ यस्तो देख्छ म अब यो के अरे क्यामेरा बन्द गरेर हेर्छु है अब यतातिबाट हेर्नु के अरे यो भिडियो अफ गरेर हेर्छु कस्तो देखिँदैछ मेरो पनि होइन अब पछाडिबाट मान्छेहरू कस्तो देख्छ के अरे लाइटिङ आएन देख्यो होला होइन अब सँगै अब यो के अरे भिडियो अफ गर्छ नि त जस्तो आफूलाई कस्तो देखिँदैछ अगाडि पछाडिबाट भने यस्तो चेक हाल्नु पऱ्यो नि होइन गाई चाहिँ तपाईँसँग काटेँ होइन अब आफूलाई औरा लागेको छु छ्या कस्तो बेकारमा कस्तो हावा देख्यो गाई चाहिँ हो किन भन्दा हावा लाग्यो आफूलाई नै छ्या देखाइ चाहिँ नि यहाँ परेर मिलाउने भएको थोरै होइन यहाँ हुन्छ नि परेर मिलाउने भएको यहाँ अन्त यहाँ पुरै वाट्टा काटेकै छु तपाईँहरूले यहाँ देख्नु भएन होला तर भन्नु नि यहाँ कालो देख्नुभएको छ किनभने मैले दिमाग लगाइहालेको छु नि यहाँ मैले उयो भन्दा पेनले कोलेको छु पेनले कोरेको यहाँ पुरै तपाईँहरूलाई त देखाउँदैछ भने तपाईँहरूले युट्युब फ्यामिलीले देखाइदिउँ न होइन केही मान्नुहुन्न त्यस्तो खिच्चा कलेजतिर बेजर हुन्छ भने गाइस हेर्दै यत्रो काट्यो भने यत्रो आम्मा गई चाहिँ हावा देख्यो होला है कस्तो देख्यो होला भन्ने चाहिँ यो बिफोर अहिलेको बिफोर भयो कलर काट्नु हुँदा अगाडि आफ्टर एउटा फोटो पनि खिचिराख्नु पऱ्यो नि त बिफोर आफ्टर गएछु होइन कि कस्तो हो एउटा यति पोज हान्नु नि त ल भएन भने तर कपाल ठिकै छ तर यति हान्यौँ ल एउटा गाइस तपाईँहरूको लागि थम्बनेलमा देखाउनु पनि तपाईँहरूलाई थम्बनेलमा तपाईँ स्वागत गर्नलाई एउटा कस्तो गर्नु पोज भएन गाइस धेरै पोज नगर्नु गाइस त्यही हो होइन गाइसहरू त्यही अब म चाहिँ अब एकछिन अब मोबाइल चलाउँछु यताउति गर्छु गाइस त्यही हो अब भोलि एक्जाम छ भोलि अब एक्जाम दिनु पनि जानुपर्ने छ ला साथै एक्जाम दिनको लागि गाइस मेरो यो अब ड्रेसहरू पनि ठिक पार्नु पऱ्यो होइन हिजो ढोको थियो ड्रेस हुन्छ नि अब एउटा पेनहरू अब क्लिपबोर्डहरू यताउति हुन्छ नि सामानहरू ठिक पार्नु पनि गाइस होइन एक्जाम दिनको लागि यताको तयारी पनि राख्नु पऱ्यो अब मेन कुरा त चाहिँ मैले एडमिट कार्डै ल्याएको छुइनँ त्यो एडमिट कार्ड उता कलेजमै छ होइन लिएकै छैन गाइसहरू त्यो होटै एडमिट कार्ड लिनुपर्ने हुन्छ होटै चाहिँ भोलि नै
भन्नु यसो एक्कासी हिजो पो मलाई याद आयो होइन नै कलेजमै गएर सिधै हुन्छ नि कलेजबाट लिनु पर्यो भनेर सोचेकै छु त्यही भएर कलेजबाट लिनु पर्यो त्यो एडमिट कार्ड चाहिँ सो त्यही अगाडि सुरु होइन भ्लग चाहिँ अन्तिमसम्म हेर्दै जानु होला भन्न चाहन्छु अहिले भन्नुलाई अनि एउटा कमेन्ट पनि छोडिदिनु होला बिचमा एउटा होइन टक्कसँगले हुन्छ नि कस्तो यहाँ त्यहाँ कस्तो देखिरहन अगाडि छ यहाँ सानो कस्तो हुन्छ नि यहाँ सानो घाउ चाहिँ कस्तो दुखाउँछ तपाईँहरूलाई यस्तो घाउ आउँछ आउने गाइस मैले चाहिँ हेर्नु न वर्षमा एकचोटि 2-4 चोटि होइन भनौँ वर्षमा 2-3 चोटि यस्तोहरू होइन आइरहेको हुन्छ कस्तो गाइस किन आउँछ यो घाउहरू म छक्क हुन्छु न कसैको जुडा खान्छु न के खान्छु र आउँछ मलाई गाइस होइन अचम्म लाग्छ गाइस अरे अरे भगवान् यस्तो गाउँ किन ल्याउँछु गरिबको जिन्दगीमा भगवान् ए भगवान् मलाई मारियो हुनु बरु भन्न नमिल्ने यो भगवान् गाई चाहिँ यस्तो भगवान्सँग मलाई मलाई मनै पर्दैन होइन यसरी त्यही हो होइन के त्यो गाई चाहिँ अहिलेसम्म डक्टरले तपाईँहरूलाई किन भिडियो बनाएको भने डक्टर तपाईँलाई देखाउन आँटेको म खाँदैछु कफी मिल्क कफी कस्तो पोल्छ घाउ कस्तो गाई छु यो बिहान खाना खानु म कता बिस्तारै खाएको थिएँ मैले गाई छु होइन भिडियो अफ गरेको थिएँ होइन हेर्दै घाउ पोल्छ भन्नु कस्तो घाउ पोल्छ यो तपाईँहरूलाई यही कुरा मलाई होइन यो तपाईँहरूलाई यो मेरो बेठा पीडा भनौँ न सुनाउन मन लागेर मैले हजुरलाई यो सुनाएको गाइछु कृपया माइन्ड नगर्नु होला है गाइजहरू